다 군쉐 다 송주의 हिउँदीकालीनको शिक्षा आज अब पाँचौँ अन्तिम दिन रहेको छ अनि अनि अब खास हो भने अब आज छैटौँ दिनसम्म हुन्थ्यो होइन तर समयको अभावले गर्दाखेरि अनि अब 5 दिन मात्र भन्दा भएन अनि एक दिनलाई सारेर अब हामीले 5 दिन मात्र गर्न अब सक्षम भयौँ अनि यो साल चाहिँ अब यो हिउँदीकालीनमा चाहिँ अब एकदम अब कम कम भयो समय शिक्षाहरू अब चाहिँ अब यो ऋतु ग्रीष्म ऋतुको बेलामा अब अनि त्यो बेला अनि फेरि अब मौका पायो भने म फेरि यो त्रिमसिकाको विषयलाई म जोड दिनेछु फेरि अनि सर्वप्रथम अनि यो कयु यो लेखालेखा अनि शिक्षामा अनि पाल्नु हुने सम्पूर्ण अनि विशेष गरी अनि भोगरमुछे अनि त्यसै गरी अब अनि खेरमुछे त्यसै गरी अनि आचार्यहरू खेम्बोहरू त्यसै गरी अनि विभिन्न अनि भिक्षुजन सबैलाई टासितेले नमस्कार व्यक्त गर्दछु साथै अनि यो सञ्चालन मार्फतबाट हेरिरहनु सम्पूर्ण अनि गृहस्थी वर्गहरू त्यस्तै गरी मित्रजनहरू त्यस्तै गरी अनि सबैले अनि अनि सुस्वास्थ्यको कामना साथै अनि हार्दिक अभिवादन गर्न चाहन्छु अनि आज चाहिँ हामीले यो विज्ञान मात्रै सिद्ध भएको अब यो तथ्यको विषयमा अब परिचयको वास्तविक छलफल सुरु गर्नेछौँ अनि यसको चाहिँ अब यो बताउनको लागि यसको मुख्य अब मूल स्रोत रहेको छ यसको अर्थात् यसको अब यो यसलाई लिङ्सी भनिन्छ होइन यसको अब मूल कुराहरू अनि मैले तपाईँको वास्तविक चिनिया र प्रतिवादी भाषामा कुनै अब फुटकरीमा मैले यो स्क्रिनमा देखाउने छु जसको अर्थ तपाईँ सबैले बुझ्नुहुनेछ भन्ने आशा गर्दछु यसलाई चाहिँ अब भोट भाषामा अब राखौँ भन्ने मेरो जमर्को थियो तर पनि अब समयले गर्दाखेरि मैले सकेनौँ त्यही कारणले म भन्दै जानेछु अनि यो चीन भाषामा लेखिएको पाठ जुन अब विज्ञान मात्र सिद्ध भएको अब यो व्याख्या रहेको छ अनि यो अब चिनिया भाषा भन्दाखेरि मैले अब भोट भाषामा अनुवाद गरेको छैन तर मैले बताउने प्रयास गरेको छु यसलाई यसको अब मूल स्रोत बताउँदैछु यसलाई अब पहिलो ग्रन्थ अब विज्ञान मात्र अब सिद्ध भएको शास्त्र भनिन्छ यो चाहिँ अब यो कसले रचना गर्नुभयो भन्दाखेरि अब यो सेन्जङ गुरु लेख्नु भयो भने विज्ञान मात्र सिद्ध भएको अब व्याख्यान चाहिँ हो खुसीले लेख्नु भएको यो भित्रमा अब यो बीचमा सम्बन्ध के छ त भन्दाखेरि अब विज्ञान मात्र सिद्ध भएको शास्त्र चाहिँ के हो त भन्दाखेरि जुन विज्ञान मात्रको अब जुन व्याख्यान गर्नेको मुख्य मूल स्रोत रहेको छ ग्रन्थ रहेको छ अब यो व्याख्यान चाहिँ विज्ञान मात्र सिद्ध भएको व्याख्यान चाहिँ के हो त भन्दाखेरि अब व्याख्या गरिएको मुख्य अब ग्रन्थहरू रहेको छ जे भए तापनि अब यो ग्रन्थ चाहिँ के हो त भन्दाखेरि विज्ञान मात्र सिद्ध भएको यो व्याख्यान चाहिँ व्याख्या गर्नुको लागि लेखिएको हो हैन यो चाहिँ अब खुइचीद्वारा लेखिएको हो अब खास अब यो विज्ञान मात्र सिद्ध भएको शास्त्र हैन यो अब एउटा विज्ञानवादको एउटा व्याख्यान रहेको छ तर पनि के हो त भन्दाखेरि अनि विशेष गरी फेरि विज्ञान मात्र सिद्ध भएको अब यो के हो त व्याख्या छ यसलाई अब व्याख्यान गर्नुको लागि तयार पारिएको अब व्याख्यानको व्याख्या रहेको छ अब भोटमा चाहिँ अब पूर्ण एउटा व्याख्यान भयो भनौँ न व्याख्याको पनि व्याख्या फेरि दोहोरियो त्यही कारणले गर्दाखेरि खुइजीले चाहिँ अब के हो त विज्ञान मात्र अब सिद्ध भएको शास्त्रको लागि अनि उहाँले व्याख्या लेख्नु भयो खुइजीले त्यो के हो त भन्दाखेरि नाम्रिक विज्ञान मात्र सिद्ध भएको व्याख्यान भनौँ व्याख्यान भाषिका भनेर लेख्नुभयो अनि अब यो चाहिँ के हो त भन्दाखेरि अब यो जसको अर्थ पहिला अब नोटहरू जब अब जुन अब यो सेन्जङ गुरुबाट जे बताउनु भयो त्यही कुरा उहाँले अब लेख्नु भएको हो
अब त्यो चाहिँ के हो त जुन सेन्जङ गुरुले के बताउनु भयो त्यही कुरा अब एउटा ग्रन्थमा अब लेखियो उतारियो त्यसलाई नै सिन्धी भनिन्छ होइन अनि यो यसमा चाहिँ के हो त अनि यो यसरी ग्रन्थ लेख्ने क्रममा चाहिँ खुइचीले यसमा दुई प्रकारको व्याख्यानहरू अनि उत्रियो अब यसलाई ची भन्दो रहेछ होइन यसरी अब गुरुले सेन्जङ गुरुले बताउनु भएको अब यो लिपिमा उतारेर अनि यसरी बाहिर प्रकाशन गरेकोलाई अब यसलाई ची भन्दो रहेछ चिनिया भाषामा अब यसले के बताइन्छ भन्नु अब यो अब यो अर्को चाहिँ के हो त भन्दाखेरि यो जुन अब सेन्जङ गुरुले जे भन्नुभयो उहाँले सेन्जङको सम्मुखबाट खुइजीले जे सुन्नुभयो त्यही नै उहाँले लेख्नु भएको हो होइन त्यसमा आफ्नो कृतिमहरू होइन अब जस्तो कि अब सेन्जङले सिकाएको र उनले आफ्नो पाठ कसरी रचना गर्यो भन्ने आधारमा लेखिएको हो यसले खुइजीले आफैले आविष्कार वा यसलाई बनाउनु भएन भनेर सङ्केत गर्दछ अब आफ्नो अब यो लेख होइन यो गुरुले जे भन्नुभयो त्यही नै कोरिएको हो जेन्सुको परिचयको व्याख्या अनुसार अब परिचयमा 7 खण्डहरू छन् अब यसको मूल श्लोकको मात्रै अब व्याख्या पनि रहेको छ अब जुन एउटा हान्थुङ भन्ने एउटा यो अब एउटा जापानी गुरु रहेछ उहाँले चाहिँ कि अब यो मूल स्रोतमा भनौँ न एक किसिमको त्यहाँ अब 5 वटा भागमा मिलाएर यसरी लेख्नु भएको रहेछ अर्थात् अब म तपाईँलाई यो कसरी 7 भागमा विभाजन गरेको छ यसरी अब विषयमा बताउनेछु जुनमा चाहिँ अब जेन्सुको परिचयको व्याख्या अनुसार परिचयमा 7 खण्डहरू रहेको छ पहिलो खण्डन अर्थात् यो परिचय अब के देखाउँछ भन्दाखेरि पहिला चाहिँ अब पहिलो भाग चाहिँ के हो त भन्दाखेरि बुद्धले अब साक्षात्कार गर्नुभएको ज्ञान अब यो स्वभावता चाहिँ एकदम गम्भीरता र एकदम बोध गर्नु कठिनता छ भन्ने देखाउनु छ अब दोस्रो भागमा के लेखेको छ भन्दाखेरि होइन वसुबन्धुले त्रिमसिकाको अब यो त्रिमसिकाको यो परिचय त अर्थात् त्रिमसिकाको यो पाठ लेख्नुभयो विज्ञप्ति अनि त्यसपछि के हो त सबै ज्ञानहरू चाहिँ के हो त भन्दाखेरि अनि प्रवचनहरू चाहिँ अनि विज्ञानवादको अनि विज्ञान मात्र अनि बुझ्नुको लागि यसको व्याख्या लेखिएको हो भन्ने लेखिएको छ देखिएको छ तेस्रोमा चाहिँ के छ भन्दाखेरि अनि धर्म रक्षिता तेस्रो खण्डमा चाहिँ अब धर्मपाल र अन्य बोधिसत्वहरू पण्डितहरूले 30 श्लोकहरूको अर्थ स्पष्ट गर्न टिप्पणी लेखे भनेर वर्णन गर्दछ अब चौथो खण्डमा के छ त भन्दाखेरि अब सेन्जङ भन्दा पहिले गरिएका धर्म शास्त्रका अनुवादहरूमा कसरी त्रुटिहरू थिए भनेर वर्णन गर्दछ अब पाँचौँमा चाहिँ के छ भन्दाखेरि अब पाँचौँ भागमा चाहिँ परिच्छेदमा चाहिँ सेन्जङको मात्र अनुवाद पूर्णतया सही छ र शुद्धता छ भनेर बताउँछ अब 6औं परिच्छेदमा भागमा चाहिँ विज्ञानमा सिद्ध भएको शास्त्र भनेको चाहिँ अनि यसको शीर्षकको अर्थ बताउँछ अब 7औं परिच्छेदमा चाहिँ अनि खुइजी आफैले अब नम्रताको अभिव्यक्ति अब यसमा पस्काएको छ अब अहङ्कार चाहिँ न्यूनतामा झारेको कुराहरू लेखिएको छ अब यो विज्ञान मात्र सिद्ध भएको अब एउटा व्याख्यानको एउटा ग्रन्थ भन्नेमा चाहिँ आफूमा हुने ग्रन्थ घमण्डलाई चाहिँ न्यूनतामा झार्ने होइन नम्रताको अब अभिव्यक्त अब देखाएको छ अनि यसरी अब यो चिनिया गुरुले यसरी जेन्सुको परिचय यसरी 7 प्रकारको कुरा यसरी छ भनेर लेखिएको छ यो अनि आज चाहिँ के हो त पहिलो दुम्बु दम्बु अनि पहिलो पाठ जान्दैछौँ अनि आज म पहिलो पाठ यो परिच्छेद बताउने छु दोस्रो म पछि बताउने छु तपाईहरुलाई पहिलो शब्द यस्तो छ अब
पहिलो यस प्रकार रहेको छ यसको पार्ट चाहिँ 다들 동부도 한번도 이게 갈된 거 알았어. 라빈은 따뜻하게 쉬는 신기. 동부도 한번도 이게 조합에 상기 용원도 제배 내로 समरे 조합에 अब पहिलेले चाहिँ के देखाउँछ त भन्दाखेरि एक किसिमको पहिलो खण्डको मुख्य कुरा यो हो कि बुद्धले प्रकट गरेको अर्थात् साक्षात्कार गरेको प्राकृतिक ज्ञान चाहिँ कसरी गहिरो र बुझ्न गाह्रो छ भन्ने वर्णन गर्दछ यो चाहिँ पुरानो व्याख्यान रहेछ त्यही कारणले अब पढ्नु त्यति सजिलो छैन गाह्रै छ एकचोटि सास फेरेर मात्रै अनि सहज होला पढ्नुलाई 二篇玄妙，借猛烈以探机。况乎非有非空，悉全遍于言体之外，不生不灭，觉冥象于常寂之机。是觉迥照其宗，张顺独中其载，无言之言。 风金，操岁财而月选，非有之有，波腾，占幽章而海峻，肥主具体灵智，眼则勾深，则空性了义，几乎悉矣。大家听这是说，真大道理。 전다 도도 sana takanda sikti dilisi 다리 덴데는 조데네 상게 응원도 제베 니로데 sabjin bobar अनि यसको मुख्य अर्थ चाहिँ के हो त भन्दाखेरि हैन बुद्धले साक्षात्कार गर्नुभएको प्राकृतिक ज्ञान चाहिँ अब गहिरो र अनि गहन त छ बुझ्न गाह्रो छ भन्ने वर्णन गर्दछ यसको अर्थ 다 동부 당부디기 식 동부 지지마 쉬나 삼차서 अब यसको पहिलो पाठको अब हुने यो परिचितको पाठ अब यसरी यसलाई एकमुष्ट गरेर पढ्दाखेरि 切以六位精微资象义而全理，二篇玄妙，借猛烈以探机啥的么的。다디 가르된 걸 다 당부디切以六 यसले के जनाउँछ यसले के जनाउँछ त भन्दाखेरि 다디 폐기에 터지 쉬비나 यसलाई सामान्य भाषामा व्याख्या गर्नु पर्दाखेरि 周易噻就是加开拿了呀 अब चीन भने चौई भनेर हेर्छ एउटा यो अब ची भन्नलाई एक किसिमको अब यो त्यो बेलाको एउटा अब जुन शास्त्र रहेको छ यो चाहिँ एक किसिमको के हो त भन्दाखेरि अनि यसले ज्योतिष ग्रन्थ रहेछ ज्योतिषी एउटा ग्रन्थ त्यो भित्र लेखिएको रहेछ यो त्यो बेला जुन अब धर्म भन्नेको अब यसको धेरै अर्थहरू लाग्दछ अब यसले 10 प्रकारको अब कुराहरू लागेछ अब धर्मले 10 प्रकारको अर्थहरू जनाउँछ भनेर लेखिएको पनि छ त्यही कारणले अनि कहिलेकाहीँ अब धर्म भन्ने एउटा प्रकृतिलाई नै बुझाउँछ अनि एकदम के हो त गहनता रह्यो त गम्भीरतालाई बुझाउँदछ त्यही कारणले गर्दाखेरि एउटा इचिङ भनेको एउटा शास्त्र अनि यसको मुख्य मूल अनि यसको सारहरू अनि त्यसको ज्ञानहरू बुझ्नको लागि चाहिँ अनि खुजिद्वारा लेखिएको अनि ग्रन्थबाट अनि ज्ञानहरू आर्जन गर्न सक्छ भन्ने चाहिँ स्पष्ट लेखिएको छ त्यही कारणले गर्दाखेरि अनि टोई अर्थात् एक किसिम के हो त मुख्य अब प्राकृतिक स्वभाव ज्ञानहरू अनि बोध गर्नको लागि खुजिद्वारा रचना गरिएको अनि त्रिंशको व्याख्यानबाट अनि विज्ञान मात्र सिद्ध भए व्याख्यानबाट अनि बुझ्न सकिन्छ भने यसरी अब स्पष्ट गरेको छ यसले ल्युविन भनेको मुख्य कारण
लेवे टिवे भनेको चाहिँ अब के हो त यो अब एक किसिमको कर्ची नाक्ची भन्छ ज्योतिष पात्रमा नि अब कर्ची नाक्ची भनिन्छ हैन त्यो नाक्ची भित्र जुन ज्योतिष पात्र छ त्यो भित्र अनि अनि थाङ राजवंशमा अब एउटा चिनिया गुरुले के लेखेको छ त्यो बेला एउटा आफ्नो ग्रन्थमा भन्दाखेरि 他说上干下坤那么出也吧的提纲里啊 अनि यसमा चाहिँ अब छवटा स्थानको कुराहरू राखेको छ भनेको छ अब ज्ञानको आश्रय ज्ञान भनौँ न एक किसिमको छ प्रकारको आश्रय ज्ञान अर्थात् स्थान छ प्रकारको अब यसरी लेखिएको छ ल्याउै टाउ भन्दो रहेछ यसलाई यसको ल्याउटाउ भनेको यसको अर्थ के हो त भन्दाखेरि यसलाई प्रकृति भन्छ अनि यसको अर्थ चाहिँ के हो त एकदम गम्भीरता छ गहनता छ भनिन्छ यसलाई चिङ्वे भनेको कारण चाहिँ के हो त भन्दाखेरि यो यसको अर्थ अनि अर्थ बुझ्नुको लागि ज्ञात हुनको लागि अत्यन्त धेरै कष्ट धेरै टाइम लाग्ने अत्यन्त गम्भीरता भएको कारणले हो भनेको जनाएको छ अब लेउ सिटौँ भनेको चाहिँ के हो त अनि यो भित्र नेढुक छ प्रकारको अब आश्रय कुरा लेखिएको छ त्यो भित्र अनि यसले के जनाउँछ भन्दा हैन अनि जति भएको यो के हो त वस्तुहरू चाहिँ अनि पहिलो मध्यमता अनि अन्तमा अनि के हो त अनि छ प्रकारको अनि यो अविच्छिन्न क्रमबाट यसरी अनि आएको कुरा हो भन्ने यसरी अनि पढाएको छ जे भए त भने के हो त भन्दाखेरि यो भित्र छ प्रकारको आश्रय ज्ञानहरू स्थान छ प्रकारको स्थानीय ज्ञानहरू बताएको छ भनेको छ भित्र अब लेउई भन्दा यसले के जनाउँदछ अब इजिङ भने एउटा यो ज्योतिष शास्त्रमा अनि प्राचीन कालमा अब आएको अब एउटा ज्योतिष पात्रले जनाउँदछ भन्ने बताएको हो यो अब ज्योतिष पात्र ज्योतिषको कुरामा एकदम गम्भीर कुराहरू भएको हुँदाखेरि अनि यसको बोधहरू हुनुको लागि यसको विश्लेषणहरू यसको कुराहरू अब आफूले ज्ञात हुनुको लागि चाहिँ यसरी अनि थपरको कुराहरू लेखिएको रहेछ अनि समय पायो भने यसको विषयमा म तपाईलाई बताउने छु अब यसलाई खुङची भन्दो रहेछ खुङची भनेर के हो त भन्दाखेरि जुन ज्योतिषको कुराहरूलाई एकदम बुझ्नको लागि सहज रूपमा प्रष्ट हुनको लागि लेखिएको रहेछ भन्ने भनाइ छ अर्को शब्दमा इटोल पनि भन्छ इटोल पनि भन्दो रहेछ टन भनेको के हो त भन्दाखेरि सूत्र अनि अब सूत्रलाई बुझाइन्छ अब सूत्र भनेको चाहिँ बुद्ध सूत्र बौद्ध सूत्रले भन्दैन एकदम प्राचीन महत्त्वपूर्ण ग्रन्थलाई पनि अब सूत्र भन्दो रहेछ अब यो त्यसको अब एउटा व्याख्यालाई चाहिँ टन भन्दो रहेछ प्राचीन बेलामा चाहिँ अब इटन भनेको चाहिँ प्राचीन ग्रन्थहरूमा अब समावेश गरिएको छ अनि खुङजीले लेख्नु भएको रि भन्ने त्यो भित्र चाहिँ अब त्यो बेला थोन्टोय स्याङटोइन भन्ने त्यस्तै गरी सिट्रन भन्ने फोकोटन स्युक्वाटन त्वाक्वाटन सिक्वाटन विङवेटन यसको विभिन्न परिच्छेदहरू भागहरू रहेको छ त्यो भित्रमा पनि अब थोन्डोन स्याङ
यो भित्रमा चाहिँ अब त्यो भित्र विभिन्न अब भागहरू छुट्यायो भने यसले चाहिँ अब अनि तल्लो स्तर र माथिल्लो स्तर यसरी भाग छुट्याएको छ यो सबै अब एकट्ठा गऱ्यो भने अब 10% 10 भागहरू रहेको छ भनेको छ यो भित्र सी भने यो भित्र चाहिँ सँगजी भने चाहिँ यो के हो त भन्दाखेरि त्यो भित्र एउटा भाग रहेको छ अनि यसको एक समयमा सँगई अब उत्पन्न हुनुको कारण चाहिँ के हो त भन्दाखेरि सी भनेको अब यसरी उत्पन्न चाहिँ अब सँगबाट भएको हुँदाखेरि यसरी अनि सी भन्दा एक एक शब्दहरू प्रश्न खोलिएको छैन अब सँग भने यसरी पहिलो शब्द उच्चारण गरेर अनि अर्को अर्थ उत्पन्न भएको मात्रै हो भन्ने यसरी भनाइ छ अर्को कुरा पक्षबाट बोल्ने हो भने सी भनेको चाहिँ एउटा सामान्यमा बुझ्दो रहेछ समग्रमा अनि अर्को चाहिँ झेटाप अब विशेषताले बुझाउँदो रहेछ जे भए पनि यो समयमा अब सँगई भनेको चाहिँ यसले के जनाउँदछ त भन्दाखेरि अनि खुम्चीले रचना गर्नु भएको अनि संकेत जनाउँछ यो चाहिँ खुम्चीले अब लेखिएको हो भन्ने अब यो यसरी अब बताउँदछ दस अब कुराहरू छ यसमा चाहिँ जुनमा चाहिँ अब यसरी हो यो खुम्चीले रचना गरेको हो भनेर यसरी अब संकेत र बुझाइन्छ यसलाई यसको मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अनि पहिला एक समय प्राचीनमा अब चीनमा चाहिँ अब यो अनि सबै कुराहरू चाहिँ संसार कुराहरू सबै ज्योतिष पात्रमा उतार्थ्यो हैन अनि त्यो कुरा थियो पहिला चीनमा प्राचीन कालमा त्यो एकदम अत्यन्त महत्त्वपूर्ण ग्रन्थ टौई भन्ने चाहिँ अब टिबेट भाषा पहिला अब पछि अब पहिला अब अनुवाद भएको छैन पछि अनुवाद भएको रहेछ तर पनि अनि शब्दमा मात्रै त्यसको अर्थ बुझ्नु गाह्रो रहेछ यो ज्योतिष पात्र एकदम के हो त गहन र गम्भीरता र बुझ्नु कठिनाइ छ यो भित्र के हो त भन्दाखेरि प्राकृतिक स्वभावको कुराहरू लेखिएको छ अनि यो चाहिँ सामान्य मान्छेले साधारण मान्छेले बुझ्नु गाह्रो छ त्यही कारणले अनि चीनमा अनि महान विद्वान अब विज्ञ पुरुष अब खुम्ची भन्ने एकजना पुरुष रहेको छ अब खुम्ची ठुकी खेल्पो भनिन्छ टिबेटनमा अब खुम्ची उहाँले अनि त्यो ज्योतिष पात्र ज्योतिष ग्रन्थको अनि ज्ञानहरू एकदम बुझ्नको लागि स्पष्ट बोध हुनको लागि अनि खुम्चीले अनि यसरी त्यसको व्याख्या गरेर अनि स्पष्ट गरेर सबै मान्छेले बुझ्नको सहजको रूपमा अनि खुम्चीले यसरी यसको व्याख्या गर्नुभएको हो भनेर बुझाउँछ अब पहिलो कुराको यो अर्थ हो अब दोस्रो चाहिँ के हो त भन्दाखेरि पहिला लाउची भन्ने एउटा प्राचीन समयमा चीनमा अब पहिलो शताब्दीतिर अब लाउची भन्ने एउटा गुरु रहेछ एक पक्षबाट हेऱ्यो भने के हो त एउटा सिद्ध पुरुष जस्तो हो अनि एउटा ऋषि मुनि जस्तो रहेको छ अनि उहाँले रचना गर्नुभयो ताओ टी सिंह भन्ने एउटा ग्रन्थ रहेको छ ताओ त सिंह भन्ने एउटा एकदम अनि धेरै प्रख्यात आएको अब ग्रन्थ रहेको छ यो भोट भाषामा पछि अब यसलाई धेरै अनुवाद 2-3 थरीको अनुवाद रहेछ यसमा ताओरा चिङ भनेको अनि ग्रन्थ चाहिँ चीनमा बहुत प्रख्यात चलेको छ अब चीनमा पनि के हो त यो विज्ञ पुरुषले एउटा रचना गरेको हो भनेर अनि लेखिएको पनि छ हैन यो के हो त अर्थको कुराहरू हैन मेन अब अनि एकदम यो विज्ञानको कुराहरू पुरानो प्राचीन विज्ञानको कुरा रहेको छ यसमा
यसमा दुई प्रकारको अब परिचित रहेको छ आर्फेन भनेको चाहिँ के हो त दुईटा भाग दुईटा परिच्छेद छ भनेर बताएको छ अनि यसरी यसको अर्थ के हो त भन्दाखेरि अनि उहाँले लेख्नु भएको नि अनि ग्रन्थ पनि एकदम बुझ्नु गाह्रो गम्भीरता भएको हुँदाखेरि अनि यो शास्त्रहरू यो ज्योतिषको कुराहरूलाई बुझ्नको लागि चाहिँ अनि धेरै विद्वानहरूले जुनको एकदम गम्भीरता भएको एउटा ज्योतिष ग्रन्थ बुझ्नको लागि त्यो भित्रको सार बुझ्नको लागि अनि यो लाउती भनेर यसरी अनि व्याख्या गरिएको हो सहज रूपमा बुझ्नुको लागि उहाँले बताउनु भएको हो लेख्नु भएको हो भनेर यसरी बताएको छ अब एकदम विस्तारमा चाहिँ टोङची भनेर विस्तारमा लेखिएको चाहिँ अब टोङची भनेर छ त्यही ज्योतिष ग्रन्थको कुराहरू विस्तारमा लेखेको टोङची हो यो चाहिँ एकदम महान अब चीनको इतिहासमा एकदम विज्ञ पुरुषको यो र लेखमा आउँछ यो धेरै अनि प्रख्यात र नाम चलेको ग्रन्थ हो यो बौद्ध धर्मको दर्शनको कुरा होइन यो चीनकै कुरा हो यो बौद्ध धर्म चीनमा फैलिनु नभन्दा पनि अगाडिकै कुरा हो यो अनि ताओ र चिङ भनेको यो ग्रन्थ ताओ चिङ भनेको चाहिँ के हो त भन्दाखेरि यसलाई अब शब्दको अर्थलाई बताउनु पर्दाखेरि ताओ भन्दा केले बनिन्छ भन्दाखेरि यसलाई धेरै यसलाई अब ताओ भनेको चाहिँ अब यसले के जनाउँदछ भने धेरै अर्थहरू छ तर पनि छोटकरी भन्नु पर्दाखेरि 历史点这把开始就点写的我做的林太的，罗氏贤的的最个这把点写的我吧，现在林太给女主的前边呢，个不的，अब लिङ थाई个不的嘞，到啥的搞啊过是年数来的， ताओ भन् यो चाहिँ के हो त भने अब ग्रहण गर्नुले बुझ्छ 全真准备的都差的，杨们呢？ 善主些最近看了，真的到啥的早啊都不当，得啥的也拉都不，这几来块要的是。अब अरु के छ त भन्दाखेरि अब यसको शाब्दिक रूपमा दुई अध्याय जसलाई अब ताओ चे चिङ पनि भनिन्छ र बुझ्न धेरै गाह्रो छ यसको निहित अर्थ जोंशी र अन्यमा खोजी व्याख्यान गरिनु पर्दछ भनेको छ 二篇玄妙哦，二篇啥的老子在下面给兄弟了关系不起。अब अर्कै म्हणजे लाउजीले अब रचना गर्नुभएको ग्रन्थ हो शन्मियो भने केमा अब शन्मियो भने चाहिँ अब गम्भीरता र अनि एकदम गम्भीरता र गहनताले बुझ्दछ यो शब्द कहाँबाट उत्पन्न भयो त भन्दाखेरि अनि लाउजीको अब ग्रन्थबाट उत्पन्न भएको हो यो अब क्वान्ची सिल्याउ भनिन्छ 观其微，此两者同出而异名，同谓之玄，玄之又玄，众妙之门。啥？大家这几个不对？这玄今年bahasa यस्तो रहेको छ 妙之门啥个？玄妙啥个？这的啊，那这老子个道德经啥第一这啥兄弟呢？我的是。 यो ग्रन्थदेखि उत्पन्न भएको रहेछ जे भए पनि के हो त गम्भीरता र गहन 他的那第一个打老子跟这下边道德经下的青年这边个熊 philosophy 个熊呗，给他全部对讲那怎么嘛？ के हो त भन्दाखेरि अब चिनमा मात्र नभएर संसारमा हेर्ने हो भने भौगोलिकमा हेर्ने भने के हो त एकदम धेरै वैज्ञानिक फिलोसफी एउटा ग्रन्थ रहेको छ यो चाहिँ अनि जुन अब यो कुराहरूलाई चाहिँ अब बुझ्नको लागि अनि प्राचीन विद्वानहरूले यसरी धेरै व्याख्याहरू गरेको छ जुन चाहिँ के हो त ज्योतिषको ग्रन्थभित्र लेखिएको गहनता र गम्भीरता कुरा बुझ्नुको लागि यसरी प्राचीन चिनिया गुरुहरूले लेख्नु भएको व्याख्यान धेरै नै छ किनकि पछि आउने पुस्ताहरूले सहज रूपमा बुझोस् भनेर यसरी लेख्नु भएको हो अब यो चाहिँ के हो यो चाहिँ एक प्रकारको के हो त प्राचीन चिनको धेरै अब विज्ञ भएको विद्वान पुरुष हो यो पोख्ता पुरुष हो यो
जी भने त्यो भित्र चाहिँ 例子啥个鲁豫写要嘛的，那庄子啥个过了呀？ लिची भन्ने कुरा यसको इतिहास लेखेको छैन तर टोङ्ची भन्ने कुरा चाहिँ धेरै लेखेको छ 但例子啥个 लिची भनेको चाहिँ अब 穷例子啥个唐伯穷खोराङ मिले अब ली भन्ने ग्रन्थको नाम जुन लिची तर लेखिएको भनिन्छ यसमा चाहिँ दुई भागहरू रहेको छ यो चाहिँ अहिले पनि छ अब अहिलेको अब यो पुष्टिकरणहरूले यसलाई अब जाँचबुझ गर्ने मान्छेहरूले चाहिँ थङ राजवंशतिर अनि रचना भएको हो भन्ने भनाइ पनि छ अनि आज हाल अब विद्वानहरू भन्ने भनाइ छ हाल विद्वान यसरी अब पुष्टि गरिन्छ यसलाई चाहिँ अब यसको अब मुख्य सार अब अर्थ बताउनु पर्दाखेरि टौ भनेको चाहिँ के एकदम गहन गम्भीरता छ यो बुझ्नको लागि जान्नको लागि अनि कोङजी ट्री केल्पो भने अनि अब यसरी ग्रन्थ अनि रचना गरेर अनि यसरी व्याख्यान गर्नुभयो दोस्रो चाहिँ ताओ रचिङ अनि लाओसिङले रचना गर्नुभएको के हो त अर्थको मुख्य ग्रन्थहरू यसरी रचना गर्नु भएर अनि प्राकृतिक स्वाभाविक अनि बोधहरू गर्नुको लागि त्यसलाई स्पष्ट हुनुको लागि अनि पूर्व अनि विद्वानहरू टौरची लगायतका विभिन्न अनेक विद्वानहरूले अनि यसरी विद्वानहरूलाई अनि व्याख्यान गर्नु भएर अनि गन्ध र गम्भीरता कुराहरू अनि बुझ्नको लागि यसरी व्याख्या गरियो भन्ने भनाइ पनि छ र यसको अर्थ यही नै हो अनि यो बेला के हो त अनि जुन धेरै प्रख्यात र नाम चलेको अनि शास्त्रहरू उहाँले नामकरण गरेर यसरी अब लेख्नुभयो विद्वानहरूले अब दोस्रो चरणमा अब के भन्न चाहन्छु भन्दाखेरि 下面了卡的用的叫啥呢？况乎非有非空，悉全遍于言体之外，不生不灭，绝名相于常寂之今。这是他第一次用的，他理解了。他第一个点对的卡的是呢？यसको अब मुख्य अर्थ के हो त भन्दाखेरि 况乎非有非空啥？非有非空啥的卡的啥呢？ 非有非空भनेको चाहिँ अब विद्यमान पनि छैन अविद्यमान पनि होइन भन्ने बताएको छ त्यसले विद्यमान पनि छैन अविद्यमान पनि छैन यसले के देखाउँछ भनेर बुद्धको धर्मलाई देखाउँदछ अब यो खुम्चीको एउटा शास्त्र बताउनु गर्दाखेरि अब यसरी अनि खुम्ची पनि यसरी व्याख्यानहरू छ भने बताउँदछ 道教赛多，道教可能注意的空度是都记着。啊，这是现啥为解了呀？大下面来呀，看些有啥呢？啊，三个点不得写的哟，三个点吧。बौद्ध दोस्रो चाहिँ बौद्ध शिक्षा त बौद्ध सद्धर्मको विषयमा बताउँदछ न त अवस्थित छन् न त अवस्थित नै छैनन् भनेर सिकाउँदछ यसको यो शब्दले अनि बौद्ध धर्म अनि सद्धर्म प्रत्यक्ष रूपमा देखाउँदछ भनिन्छ अब यो थङ राजवंशको लिङथाई भन्ने गुरुले आचार्यले कसरी अब यो व्याख्यान गरेको छ त भन्दाखेरि सामान्यतमा अब सामान्यतः मायन र हिनायन सबैलाई अब बताउने कुरा नै छ यो भित्रको तर पनि विशेष गरी यो अनि न त अवस्थितमा छ न त अवस्थित छैन भनेको चाहिँ महायानको धर्मलाई बुझाउनु छ भनेर बताएको छ अनि यो चाहिँ के हो त भने यसले अब अवस्थितमा न त अवस्थितमा छ न त अवस्थितमा छैन यसले के जनाउँछ त भन्दाखेरि अब के हो त भन्दाखेरि अब परिकल्पित भन्छ होइन परिकल्पितको धर्महरू चाहिँ अब अवस्थितमा छैन भन्ने बताउँछ भने त्यसै गरी अब परितन्त्र वास्तविक परितन्त्र स्वभाव र अनि निष्पन्न चाहिँ अनि के हो त अनि नभएको पनि होइन अवस्थित हो भनेर बताउँदछ अर्थात् परिकल्पितको धर्महरू चाहिँ अब अवस्थित छैन भन्ने बताउँछ भने
परतन्त्र स्वभाव र निष्पन्नको धर्म चाहिँ अनि एक अवस्थित नभएको पनि होइन अवस्थितमा छ भन्ने बताउँदछ अर्को के हो त भन्दाखेरि अब यो अर्को चाहिँ के हो त भन्दाखेरि एक किसिमको अब अस्तित्व र खाली शब्दहरूको वस्तुहरू हुन् तर परम शब्दको वस्तु होइन त्यसैले यो अवस्थित र अवस्थित छैन उहाँ यसरी भन्नुहुन्छ एक किसिमको परमार्थ सत्यको कुराहरू यसमा आइरहेको छ अब यसरी अब मध्यमका विषयमा के हो त अब हामीले दुई प्रकारको अब परमार्थ कुराहरू एउटा रूपवाली एउटा अरूप परमार्थ सत्य दुई प्रकार रहेको छ त्यही कारणले अब यो अनि चौथो क्रमको के हो त भन्दाखेरि यो परमार्थ सत्य चाहिँ अब नभएको अवस्थित नभएको पनि होइन परिकल्पित अब व्यवहारमा हुने परिकल्पित धर्महरू भएको पनि होइन भन्ने यसरी बताएको छ यसरी बताएको जस्तो मलाई लाग्दछ अब यो अवस्थित न त अवस्थित छ न त अवस्थित छैन भने यसको संकेत यसरी बुझाउँछ यो शब्दले अब अर्को शब्दले चाहिँ चिन शब्दले के जनाउँदछ त भन्दाखेरि कहाँदेखि यो टोङ्सी भन्ने ग्रन्थबाट यसरी शब्द आएको रहेछ अनि टोङ्सी भने चाहिँ एउटा प्राचीन चिनको एउटा महान पोक्त विद्वान हुनुहुन्छ यो चाहिँ के हो त चिनमा बौद्ध धर्म फैलिनुभन्दा पनि पहिलेको विद्वान रहेको छ टोङ्सी भनेको चाहिँ त्योभित्र के लेखेको छ भनेको त्योभित्र त्यो उहाँले लेखेको करणभित्र得意而忘言啥就那个这个学不了。大这个ये शब्दले के जनाउँदछ त भन्दाखेरि अब झेन भनेपछि के हो त प्राचीन कालमा एउटा माछा सामान्य एउटा के हो त एउटा बल्छी जस्तो रहेछ झेन यो बल्छीले गर्दाखेरि अब माछा समाउँछ हैन अनि माछा समाएपछि अब त्यो बल्छीको काम हुँदैन भनेर बताएको छ अब दी भन्ने एउटा के हो त एउटा खरायो समाउँछ हैन खरायो समातिसकेपछि दी भनेको काम हुँदैन भन्ने यसरी बताएको हुन्छ त्यस्तै गरी यो उदाहरण जस्तै हामीले जे जस्तो ग्रन्थहरू हेरे तापनि हैन अध्ययन गरे पनि यसको मुख्य स्रोतहरू अनि यसको मुख्य सार कुराहरू चाहिँ के हो त जरुरी छ यदि हामीले अनि यसको मुख्य संज्ञा पाठहरू हैन क्रिया पदहरू यसरी हामीले अब हैन हामीले जानिसक्यो भने हैन शब्दहरू हामीले त्याग गरे पनि हुन्छ किनकि परमार्थ सत्यहरू बोध भइसक्यो भनेको छ हैन त्यही कारणले परमार्थ वास्तविक कुरा बुझ्नुको लागि व्यवहार कुराहरू उतरिन्छ वास्तविक कुराहरू अब थाहा भइसकेपछि व्यवहार कुराहरू त्याग दिए पनि हुन्छ भन्ने यसरी यो अघि बताएको उदाहरणले यसलाई जोड्दछ अब छोटकरीमा बताउनु पर्दाखेरि यही नै रहेको छ यो एउटा शब्दले चिनिया शब्दले टोङ्सी भन्ने ग्रन्थभित्र उत्पन्न भएको रहेछ यो यो पछि चाहिँ अब यसले के जनाउँछ त भन्दाखेरि यसले चाहिँ के हो त अब उत्पन्न पनि नभएको अब यसले टुङ्गिने ठाउँ पनि नभएको भनेको छ अब
अवरुद्ध पनि नभएको एक किसिमको उत्पन्न पनि नभएको भने यसले के जानु छ भन्दाखेरि अब यसलाई स्वभावता भनिन्छ हामीले स्वभावता चाहिँ अब यही नै हो भनेर देखाउने ठाउँ अब उत्पन्न हुने ठाउँ पनि छैन हैन त्यसै गरी अब यो ठाउँमा टुङ्गिन्छ यही नै यो अवरुद्ध हुन्छ यो भन्ने पनि छैन त्यही कारणले पहिलो प्रारम्भिक सुरुवात गर्ने ठाउँ पनि छैन यो अन्तिममा यो टुङ्गिने निष्कर्ष हुने ठाउँ पनि छैन अन्तिममा यो नाश र यो टुङ्गिने ठाउँ पनि छैन भन्ने बताउँछ यसले कुन चाहिँ दिसिङी किसिमको स्वभावताले बताउँछ अब डङ्जी भन्ने के हो त भन्दाखेरि एउटा सत्यता हैन अर्को चाहिँ के हो त भन्दाखेरि अब एउटा शुद्धता विमलता निर्मलता भएको कारणले गर्दाखेरि यो शान्त भएको कारणले गर्दाखेरि अनि यो प्राकृतिक भन्ने बुझाउँछ स्वभाव बुझाउँछ यसले त्यो स्वभाव त प्राकृतिक नै एउटा शान्त र अनि एकदम विशालता भएकोले भन्दाखेरि यो शान्तपूर्ण र गम्भीरता छ भने अनि यो स्वभावको कुराहरू बताउँछ जे भए तापनि मैले अघि पहिला बताएको जस्तै अब संक्षिप्तमा बताउनु पर्दाखेरि मैले अघि यो टोई भन्ने यो ज्योतिष पात्रको अब ग्रन्थको यसलाई अब बताउने क्रममा अनि यो यसलाई अब विद्वानहरूले अब यसरी व्याख्यान गर्नु पर्यो त्यसलाई बुझ्नुको लागि अनि त्यसलाई पनि बुझ्नलाई फेरि टोङ्सी भन्ने महान विद्वानहरूले पनि यसरी अब यो व्याख्यान गर्नुभएको अब लेख्नु भएको कारण मुख्य त्यो हो र बुझाउनुको लागि उहाँले लेख्नु भएको थियो जे भयो त भने यिनीहरू चाहिँ के हो त अनि अब बौद्ध धर्म हेर्ने भने के हो त सांसारिक ग्रन्थहरू रहेको छ शास्त्रहरू अनि बौद्ध धर्म त यसले पनि भन्नै पर्दैन त्यो भित्र पनि मायानको कुरा हेर्ने हो भने त्यो त अब व्यवहार कुराहरू अनि व्यवहारको कुराहरू होइन परमार्थ कुराहरू होइन परमार्थ कुराहरू चाहिँ के हो त अनि जुन कल्पनाबाट पनि अब टुङ्गिएको कल्पनाबाट पनि पार भएको कुरा हुँदाखेरि यो त गम्भीरता छ भने बुझाउँछ यो जस्तो एकदम अर्थहरू गम्भीरता कुराहरू बताउनको लागि बुझ्नको लागि अनि खुर्ची लगायतका विभिन्न गुरुहरूले विभिन्न शास्त्र रच्नुभयो त्यसलाई विशालताको के हो त व्याख्यानहरू त्यसै गरी अब भाषाको कुराहरू यसरी लेख्नुभयो अनि यसरी अनेकन विद्वानहरूले अनि यो अनेकन विद्वानहरूले यसरी विज्ञान मात्र सिद्ध भन्ने कुराहरूलाई चाहिँ बुझाउनको लागि अनि विभिन्न खुर्ची लगायत गुरुहरूले लेख्नुभयो विशेष गरी यो छेङ्गी धिसिङ्गी भनिन्छ धर्म धातु अर्थात् धर्म धातु स्वभावताको कुराहरू चाहिँ के हो त भन्दाखेरि विभिन्न कल्पनाबाट एउटा तर्कबाट अनि तर्कको विषयबाट पनि विशेष गरी अब पार भएको त्यहाँदेखि मुक्त भएको अनि जनाउँदछ किन भन्दाखेरि यो प्राकृतिक कुराहरू चाहिँ के हो प्राकृतिक कुराहरू चाहिँ के हो त विभिन्न व्यवहारहरू विभिन्न यो शब्दहरूबाट अनि पार भएको हुँदाखेरि जुन पार भएको कुराले नै के हुँदा किसिमको धर्म धातु स्वभावता भनिन्छ अब यसलाई फेरि अब निरन्तर दिँदै यसलाई जानु पर्दाखेरि 答题挺大，答题了。正觉迥照其中，将胜独真其展，无言之意，不言之言，风惊涛碎才而月选，非有之有波腾，占幽章而海峻，是拉不的。答题挺大的，看来是拉比呢。 다 당보다는智觉噻,智觉噻, 데 가와 고어.智觉भने यसको अर्थ के हो त भन्दाखेरि बुद्धको भूमिले जनाउँदछ किन भन्दाखेरि अनि बुद्ध भने के हो त अब विज्ञान मात्राको सबै ज्ञान प्रत्यक्ष रूपमा छर्लङ्ग उहाँले साक्षात्कार गर्नुभएको अनि बुद्ध भएको ज्ञान भएकोले बुद्ध भनिन्छ
अनि जय भनेको चाहिँ एउटा चीन भाषा जय भनेको चाहिँ अब टिबेटन भाषामा चाहिँ यसलाई बोधि भन्ने अब संस्कृत बोधि भनिन्छ अनि यसरी गहन र गम्भीरतालाई बुझिन्छ टाओ भनेको चाहिँ के हो त नि एउटा मावर जेबा यसलाई मावर जेबा एक किसिमको अब बताउने भाषिका कुरालाई बताउँदछ यसको अब मुख्य अब सोच विचार चाहिँ के हो त भन्दाखेरि मुख्य सार कुराहरू धेरै गम्भीरता कुराहरू अनि एकदम प्रत्यक्ष रूपमा देखाउने हैन यसलाई अनि बोधको अनि कारण बोध गर्नुको कारण रहेछ अर्को चाहिँ के हो त भन्दाखेरि अब अनि एकदम विषय विमलतालाई निर्मलतालाई अनि शान्तमायाले बुझाउँदछ 知觉迥照其中，将胜独真其载。将胜是来的，干什么？但是将胜是来的，拍把数据给我的拍把三角吧，第一个到的找。अब जाङसङ भनेको चाहिँ के हो त एक किसिमको पृथकजन आराधमा बुझाउँदछ आर्यलाई अब विशेषतालाई बुझाउँदछ अब आर्यजन भन्नाले बोधिसत्वलाई जाङसङ भनिन्छ बोधिसत्व चाहिँ अनि भविष्यमा के हो त अनि समेक्षम बुद्धमा अब परिणत अब त्यसमा अब अनि भविष्यमा हुने हुँदाखेरि अनि विशेषता आराधन भनिन्छ अनि बोधिसत्वलाई बुझाउँदछ जाङसङ भनेको शब्द चाहिँ अब खुङचीले अब रचना गर्नुभएको एकदम चलेको किताब हो यो खुङची भन्ने एउटा लुयु भन्ने चाहिँ एकदम महान अब प्रख्यात भएको किताब हो लुयु भन्ने किताब छ अब खुङचीलाई अब प्रशंसा नै गरेर रहेछ एउटा विद्वानले अनि त्यसले खुसीले के भन्नु परेछ भन्दाखेरि भगवानले हामीलाई एउटा वरदानको रूपमा दिनुभएको महान पुरुष हो भने यसरी अब खुसीले प्रशंसा गर्नुभएको रहेछ त्यो लुई भन्ने अब ग्रन्थभित्र यसरी आएको छ यसको विषयमा अब यसको अब संक्षिप्तमा बताउनु पर्दाखेरि अनि बुद्धले चाहिँ के हो त भन्दाखेरि अनि एकदम गम्भीरता गहन प्रकृत धर्महरू प्रत्यक्ष रूपमा अनि यहाँ ज्ञात भएको छ उहाँलाई अनि त्यही कारणले गर्दाखेरि अनि एक किसिममा के हो त अब बुद्धले चाहिँ एक किसिम के हो त अब ज्ञानहरू आफूले याद भएर अनि बुद्धले प्रवचन गर्नुभयो त्यो प्रवचन गर्नु भएर प्रवचन गर्नु भएर अनि हामीले बुझ्नुको लागि अनि जान्नको लागि अनि के हो त बोधिसत्वहरूले विभिन्न शास्त्र लेख्नुभयो त्यो लेख्नु भएको कारणले नै अनि बुद्धको अनि ज्ञान के रहेछ सचेतता बुझ्नुको लागि अनि धेरै सहायता मिलेको छ र सहायता हुनुको लागि बोधिसत्वले अनि यसरी धेरै अनि किसिमको अब धेरै अब कृपा हुँदाखेरि अनि के हो त अनि एउटा मन्त्री जस्तै हो रहेछ अब राजाको कुरा चाहिँ मन्त्रीले अब एक किसिमको समाधान गरेको जस्तै बौद्ध धर्म फैलाउनको लागि बुद्धको ज्ञान साक्षात्कार गर्न ज्ञान बुझ्नुको लागि चाहिँ बोधिसत्वहरूले रचना गर्नुभएको चाहिँ बुद्धको ज्ञान छलक बुझ्नुको लागि साथ सहयोगको लागि एउटा मन्त्री जस्तै हो भनेर यसरी बताउनु भएको छ 陶岁才而月玄啥的感受是呢？无言之言啥的感受，绝对的绝不啥就好了，绝不当成绝不啥的。अब यसलाई अव्यक्तलाई व्यक्त गर्नु भनेको महायान धर्म हो जटलकी झोपा भनेको चाहिँ अब यो अव्यक्तलाई व्यक्त गर्नु भनेको महायान धर्म कसरी हो त भन्दाखेरि कारण यो हो कि महायान अब मध्यम मार्ग र प्रकृति अभिव्यक्त भन्दा बाहिर छ अब मध्यमका धर्म मध्यमका कुरा के हो त भन्दाखेरि विभिन्न यो समय
संज्ञावाद र क्रियापदबाट मुक्त भएको ज्ञान हो यो त्यसैले यसले अव्यक्त भनिन्छ यद्यपि यसको अर्थ शब्दहरू र ग्रन्थहरूद्वारा स्पष्ट गर्नु पर्दछ अब अर्को पक्षबाट यसले अब भनौँ न अर्को दृष्टिकोणबाट अब बताउनु पर्दाखेरि सबै घटनाहरूको प्रकृति शब्दहरू र अभिव्यक्तिहरू भन्दा बाहिर छ त्यसैले बुद्ध र बोधिसत्वहरूले अनि बुद्ध र बोधिसत्वहरूले शब्दहरू र ग्रन्थहरू लेखे तिनीहरूले कड़ा परिश्रम गरेर केवल शब्दहरूद्वारा यसको अर्थ चित्रण गर्नुभयो जसको कारणले यो व्यक्त गर्न नसकिने गरी रहेको छ त्यही कारणले यो वास्तविकता प्राकृतिक कुराहरू चाहिँ अब यो शब्दबाट उच्चारण गर्नु सकिँदैन किनकि त्यो अब गहन र गम्भीरता रहेको छ त्यही कारणले यो प्रकृति स्वभाव धर्महरू सङ्केत यो यस्तो रहेछ भने बुझ्नको लागि मात्रै चिनारी गर्नको लागि मात्रै संज्ञावाद र क्रियापादले यसरी अनि जनाउँदछ त्यही कारणले गर्दाखेरि अनि यसलाई चाहिँ के हो त अनि अव्यक्तलाई व्यक्त गर्नु भनेको अनि कुरा हो त्यही कारणले यो बुद्ध वचन र बौद्ध शास्त्र चाहिँ के हो त वायु धर्मसँग अनि तालमेल खान्छ भने यसरी अब हावा जस्तै हुनु भनेर बताएको छ कसरी भन्दाखेरि अनि बुद्धले प्रवचन गर्यो बोधिसत्वहरूले अब के हो त यो रचना गर्नु यसको व्याख्या शास्त्र लेखे त्यही कारणले गर्दा अनि हावा लाग्यो भने वायु चल्यो भने अब हामीले के निन्द्राबाट छुटकारा पाउने निन्द्रा हट्ने हुन्छ त्यस्तै किसिमको के हो त अनि बुद्ध वचन र बौद्ध शास्त्र के हो त भने शीतल वायु जस्तै हो भनेर बताएको छ त्यसले गर्दा के हो त भन्दा हामीमा लागेको विभिन्न अनि मूढ र अज्ञानताहरूलाई चाहिँ अनि हटाउँदछ भने यसले जनाउँदछ अब 20 मिनटमा विश्राम गर्न चाहन्छु त्यसपछि फेरि म निरन्तर दिनेछु अघि फेरि म अघि जोड दिएको फेरि म अब राखेको फेरि बताउँदैछु अघि जुन विश्राम राखेको ठाउँदेखि म बताउँदैछु 无言之言风经陶岁才而月选这你选的反正得脑袋是不是哎呀月选去哎大体等于是不能心给呢 अघि मैले बताए चाहिँ ठेव सेम्बेगी उमेनेरु अनि मायानको यो मध्यमकाको यो प्रकृति स्वभाव के हो त सबै अब बोली चालीदेखि व्यवहारदेखि अनि पार भएको मुक्त भएको अनि यो प्राकृतिक ज्ञानलाई अनि ज्ञान यसलाई बताइन्छ अब यो चाहिँ किन त राखियो त भन्दाखेरि यो चाहिँ अब यो बुद्धको वचन र बौद्ध शास्त्रले बुझ्नको लागि यसरी शब्दमा उच्चारण गर्यो अब चिनमा अहिले फुङचिङ भनिन्छ अब बुद्धको वचन र बौद्ध शास्त्र के हो त एउटा हावा जस्तो हो भनेको छ जुन शीतल हावा उदाहरण चाहिँ हावामा राखिएको छ वायुमा अब फुङचिङ चिङ भनेको चाहिँ के हो त भन्दाखेरि 支那内学院是支那朗却罗林是这当地搞啥的临时的里啊别名了开始图 यसको यो मूल स्रोतमा दुई प्रकारको अब विभिन्न अब यो उदाहरण राखेको रहेछ अनि यो यसमा एउटा शुद्धिकरण गर्दाखेरि अहिले विभिन्न अब उदाहरण अर्को राखिएको छ तर अब नाङछो लोलिङको अब किताब अनुसार मैले यसको उदाहरण मैले बताइरहेको हुँ यसको उदाहरण अर्को किताबमा धेरै बताएको छ तर पनि यसको अब डल्लै एउटा अर्थ बताउनु पर्दाखेरि बुद्ध वचन र अब विद्वानहरूले रचना गर्नु शास्त्रमा चाहिँ के राखेको छ भन्दा एउटा हावाको एउटा उदाहरण राखिएको छ अब वायुले के गर्छ भन्दाखेरि हैन अब यो निन्द्रादेखि अब बिउजाउने नरुको बिउजनको लागि उदाहरण राखेको छ त्यही कारणले अनि के हो त यो बुद्ध वचन र बौद्ध शास्त्रले चाहिँ सबै प्राणीहरूलाई संसारमा निन्द्रामा
अब सुतिरहेको एउटा अज्ञानता प्राणीलाई चाहिँ बिउजनको लागि एउटा बुद्ध वचन बौद्ध शास्त्रको हावाले अनि शीतल हावाले बिउजँदा छ भने उदाहरण राखिएको हो 掏岁财儿月玄掏啥的卡的啥呢？别别听了。 अब थाहो भनेको चाहिँ नभएको अवस्थित नभएको अस्तित्वविहीन भनेको अब योपा योपा महिबी योपा भने के हो त अस्तित्व र अस्तित्व विहीनले दुई सत्तालाई सिकाउँदछ अब के हो त भन्दाखेरि यो अनि विभिन्न यो दुई प्रकारको यो आर्य सत्यहरू दुई प्रकारको सत्यहरू चाहिँ के हो त एउटा वायु हावा जस्तै हो भनेको छ अब शीतल हावा चल्यो भने अब के हो त निन्दादेखि बिउजने अब साथ सहयोग गर्दछ त्यस्तै कारणले गर्दाखेरि अनि यो अरू हेर्दाखेरि के हो त यो क्रियापदहरू हेर्दाखेरि पद हेर्दाखेरि पनि उदाहरण हेर्दाखेरि पनि अरूभन्दा विशेष त फरक भएकोले यसलाई चाहिँ यो उदाहरण रूपमा मैले लिएँ बुद्ध वचन बौद्ध शास्त्र चाहिँ के हो त अनि उदाहरणमा चाहिँ के हो त अनि यो विभिन्न कालो बादलहरू हटाउँदा छ र केले वायुले जस्तो कि अब आकाशमा चाहिँ अब आकाशमा चाहिँ कालो बादल छाइरहेको छ लागिरहेको छ भने अब यसलाई चाहिँ के हो त अनि घामद्वारा अब सूर्यद्वारा उज्यालो पर्दछ त्यसै कारणले गर्दाखेरि उदाहरण राखेको छ यो त्यस्तै गरी उदाहरणमा चाहिँ बुद्ध वचन बौद्ध धर्म अनि बुद्ध धर्म र अब बुद्ध वचन बौद्ध शास्त्र चाहिँ अब यो शीतलले एउटा किरणले चाहिँ प्राणीमा हुने कालो बादलहरू नराम्रो अज्ञानताहरू चाहिँ हटाउन सक्दछ भन्ने यसरी अब अनि यो उदाहरण राखेको हो अनि यो शन भनेको अर्थ यो रहेको छ 非有之有波腾占幽章而海峻啥的卡着啥呢？大体上了。यसको अर्थ के हो त भन्दाखेरि पहिलो शब्द चाहिँ छियो भनेको चाहिँ अब यो बोध भाषामा चाहिँ अब योपा मयम्बी योपा भने अस्तित्व र अस्तित्वहीन भनेर बुझाउँछ यसले चाहिँ दुई सत्यलाई जनाउँदछ यसले समृद्धि सत्य र परमार्थ सत्यलाई जनाउँदछ अब दुई प्रकारको सत्य कसरी देखाउँदछ भन्दाखेरि अब देखिएको सबै दृश्यमा धर्महरू हामीले सोचेको जस्तो कुनै ठाउँमा नि हुँदैन थियो हैन मनले विचार गरेको जस्तो अनि साँच्चै नै हुन्छ त हुँदैन साँच्चै नै जस्तो छ हैन यो साँच्चै नै वास्तविक प्राकृतिक धर्म वास्तविक छ जस्तो लाग्छ तर सत्य वास्तविक प्राकृतिक नियामले हेर्ने हो भने के हो त आकाशे फूल हैन अनि एक किसिमको के हो त खराएको सिंह जस्तै नभए अस्तित्वमा नभएको जस्तै हो यो हैन यदि साँच्चै नै यो छ भने अवस्थित छ यो विद्यमानमा छ भने अर्थात् नभए अब यो केही हिस्साले थमै छैन भने हैन के हो त अनि तल्लो तहमा अब पतन हुने खस्ने सम्भावना हुन्छ तल पतन भएको अब दर्शनमा अब खस्ने हुँदाखेरि त्यही कारणले गर्दाखेरि बुद्ध वचन र बौद्ध शास्त्रहरूमा नि यो विद्यमान अनि एउटा शून्यता भन्ने कुराहरू चाहिँ अनि के हो त योपा मयम्बी योपा भनेको विद्यमान भए तापनि अब नभएको कुराहरू भनेर यसरी अब बताएको छ मेपा मयम्बी मेपा नभए अब अस्तित्वविहीन भएको पनि अब के हो त अनि अस्तित्व अब एक किसिमको के हो त अस्तित्वविहीन भएको अनि अस्तित्वविहीनै भने यसरी बताएको छ अर्थात् के हो त भन्दाखेरि अब तिनीहरू स्पष्ट रूपमा अवस्थित छन् वा तिनीहरू स्पष्ट रूपमा अवस्थित विहीन छन् भन्नु भनेको चरम सीमामा पर्ने दृष्टिकोण हो तसर्थ बुद्धका वचन र ग्रन्थहरूमा सिकाएको अस्तित्व र रिक्तलाई अवस्थित नभएको अवस्थामा अवस्थित र अस्तित्वमा नभएको अवस्थामा अवस्थित नभएको रूपमा बुझ्नु पर्दछ 非有之有了，波腾啥的干啥呢？ पोथङ भनेको चाहिँ के हो त
अब दुई सत्यको के हो त अर्थहरूलाई अब व्याख्यान गर्नेको एउटा भाषाले बुझाइन्छ झुझे भनेको त्यसको अब विषयले बुझाइन्छ त्यसको अर्थ के हो त दुई अर्थको दुई आर्य सत्यको अब व्याख्याको अर्थ के हो त भन्दाखेरि यसको के हो त मुख्य सारहरू के हो त एकदम निर्मल रहेको सत्य सार सत्य अर्थ अनि विशालता एकदम के हो त अनि विशालता र अनि एकदम ठुलो बुझाउँदछ त्यसले उदाहरण के रहेछ भन्दाखेरि धिसिङी स्वभावता भन्ने के हो त एउटा सागर जस्तो धर्मले अनि सागर जस्तो धर्म हो भनेको छ आर्य सत्यलाई जुन आर्य सत्यले के जनाउँदछ भन्दाखेरि के हो त स्वभावता धिसिङी नै अब स्वभावता नै सागर सारा हो भनेर अनि यसको गम्भीरता र गहनताले बुझाउँछ अब यसको अब संक्षिप्तमा बुझ्नको लागि अब जुन शास्त्र उपाध्याय खेम्बुहरूले रचकहरूले चाहिँ के हो त अनि आफ्नै के हो त अब जुन अब यसको अर्थ के हो भने ग्रन्थका लेखकहरूले उनीहरूको अनुभूतिको स्तर अनुसार अस्तित्व र अस्तित्वविहीन नभएको प्रकृतिको टिप्पणी र व्याख्याहरू लेखे उहाँहरूले अब तिनीहरूको वचनहरू चाहिँ के हो त समुद्रको पानीमा पानी पग्लिए चाहिँ हो छाल जस्तै हो जुन उहाँको वचनहरू चाहिँ के हो त समुद्रमा पग्लिएको छाल जस्तै हो सागरको यसलाई धेरै अब कुराहरू अब धेरै कुरा यसले बाहिर ल्याउँदछ यदि हामीले समुद्रमा धेरै ठुला छालहरू देख्यौँ भने हामी जान्दछौँ र कि महासागर धेरै गहिरो छ भने हामी थाहा छ किनकि त्यो छाल उठिरहेको छ यदि त्यहाँ छालै छैन भने त्यहाँ गहिरो छैन रहेछ भनेर बुझ्दछौँ नि त्यही कारणले अनि जुन ठाउँमा छाल धेरै आउँछ त्यो सागर धेरै नै गहिरो सागर अब समुद्र भन्छौँ अब त्यहाँ अब एक किसिमको के हो त जुन समुद्र सागर चाहिँ गहिरो छ कि छैन भन्दाखेरि त्यो जति छालहरू छ नि पानीको छाल त्योबाट जनाउन सकिन्छ त्योबाट हामी निर्णय लिन सकिन्छ त्यस्तै गरी अनि जस्तै यो सम्म जस्तै हामी जब हामीले केवल अब यो विज्ञान मात्र व्याख्यान गर्ने ग्रन्थहरू पढ्दछौँ हामी बुझ्छौँ कि बुद्धका शिक्षाहरू अनि त्यस्तै गरी अनि बुद्धको प्रकृति कति गहिरो रहेछ भन्ने हामीले बुझ्दछौँ होइन अनि बुद्धको विभिन्न बुद्ध वचन बौद्ध शास्त्र अनेक ज्यादा भएकोले बुद्धको ज्ञान चाहिँ साँच्चै नै गहिरो रहेछ भनेर समुद्र जस्तो गहिरो रहेछ भनेर थाहा हुँदछ पाठको अर्थ यसको सूक्ष्म र गहन शब्दहरूमा अवस्थित छ तर अनि अदृश्य रूपमा अप्रत्यक्ष रूपमा रहेको छ होइन समुद्रको गहिराई हामीले देखिँदैन किनकि बाहिर छाल र पानीले भरिएको हुन्छ त्यसै कारणले हामीमा हुने अज्ञानता र एक किसिमको अब कलेक्सले गर्दाखेरि बुद्धको ज्ञानको अस्तित्व र गहिराई हामीले देख्न पाउँदैन त्यो अप्रत्यक्ष रूपमा भइरहेको छ गहिरो समुद्र जस्तै बुझ्न गाह्रो छ यदि हामीले टिप्पणीकारहरूको टिप्पणीहरू र व्याख्याहरू पढेनौँ भने हामी कसरी यस्तो स्वभावको रूपमा बुझ्न सक्छौँ अब फेरि म यसलाई निरन्तर दिन चाहन्छु यो चीन भाषामा रहेको छ यसको व्याख्या पछि उहाँले गर्नुहुन्छ त्यो बेला बताउनेछु अब सुन्नु होला चीन भाषाको लिपिहरू यसले के बताउँदछ त भन्दाखेरि सामान्य भाषामा बताउँदाखेरि भेइ भनेको चाहिँ अब होइन भने बुझाउँदछ टु भनेकोले चाहिँ अनि एक किसिम के हो त अब एउटा समय मिलेर अब भेटिएको भन्ने बुझाउँदछ एउटा भुइ भने एउटा के त रचना गर्नुलाई बुझाउँ अनि रचना गर्नु लेख्नुलाई लेखक हुनुलाई बुझाउँदछ अनि समय अनुसारले अब यसलाई अब भेट्नुलाई बुझाउँदछ
具体灵智啥的了，这些人都是忙不起来。 यसलाई अब धेरै अब व्याख्या गर्ने च्युदी भनेको चाहिँ के हो त भन्दाखेरि एउटा बुद्धलाई बुझाउँदछ जनाउँदछ च्युदी भनेको बुद्धलाई जनाउँदछ यसलाई विभिन्न व्याख्या गरेको छ अनेक व्याख्या रहेको छ यसमा बुद्धलाई जनाएको कारण के हो त भन्दाखेरि बुद्ध चाहिँ के हो त ज्ञानको एउटा स्वभाव ज्ञानको वास्तविकको एउटा भण्डार भएको कारणले गर्दाखेरि बुद्धलाई जनाएको भनिन्छ त्यस्तै गरी स्यान्ट्रुको अब यसको व्याख्या गर्दाखेरि च्युदी भनेको चाहिँ अनि एउटा लोबेन इङे अर्थात् आचार्य वस्तुतत्वलाई अब जनाइन्छ भनिन्छ अब एक किसिमको फेरि आर्य आसङ्गलाई पनि लान्छ अनि आर्य आसङ्गलाई पनि जनाउँदछ भनेको छ लिङ्ची भनेको चाहिँ बोधिसत्वलाई जनाउँदछ लिङ भनेको नजिक ची भनेको अब एकछिन के हो त लिङ्ची भनेको बुद्धको ज्ञानसँग नजिकलाई बुझाउँदछ अब बोधिसत्व चाहिँ बुद्धको ज्ञान प्राप्त गर्नमा नजिकमा भएकोले यसलाई बोधिसत्व पनि जनाउँदछ अब लु सिएनका अनुसार जुतिको अर्थ हो कि तिनीहरूमा बुद्धका गुणहरू छन् तर तिनीहरू गुणहरू बुद्धको जस्तो विशाल छैनन् भनेर पनि भनिन्छ अर्थात् के हो त भन्दाखेरि अब यो अनाश्रत ज्ञानसँग नजिक एकदम छेउमा भएकोले बुझाउँदछ यसलाई जे भए तापनि हेन्ज कौशन भनेको चाहिँ हेन भनेको के हो त कि के हो त अब एउटा नित्य पनि बुझाउँछ अनि एउटा बुझाउलाई पनि बुझाइलाई पनि बुझिन्छ भने अर्को चाहिँ के हो त अनि ग्रहण गर्नुलाई बुझाउँदछ हेन्ज कौशिङ भनेको अर्थ चाहिँ हेन्ज कौशी भनेको चाहिँ के हो त भन्दाखेरि इसिजी भनेको ग्रन्थभित्र भेटिएको कुरा रहेछ यो त्योभित्र के बताएको छ भन्दाखेरि यसरी एउटा शब्द त्योभित्र राखिएको छ त्यहाँदेखि उत्पन्न भएको त्यो बेलामा आर्य असङ्ग र आर्य अब पशुपन्थी चाहिँ अब बौद्ध धर्म सद्धर्मको लागि अब धेरै अब अनि कसरी फैलाउने के हो भन्दा यसरी धेरै उहाँले परिश्रम गर्नुभयो उहाँले धेरै शास्त्रहरू सहरको शास्त्रहरू लेख्नुभयो अनि त्यसलाई जनाउँदछ एउटा शून्यताले बुझाउँदछ एउटा अब यो नितार्थ नितार्थले बुझाउँदछ यसको अर्थ चाहिँ अब एकगट्ठा गरेर मुष्ट गरेर बधाउनु पर्दाखेरि यदि हामीले यदि ज्ञानसँग नजिक भएको एउटा गुणको अनि ज्ञानसँग अब ज्ञान बुद्धको ज्ञानसँग नजिक भएको एउटा बोधिसत्व जस्तो कि अब अध्ययन गर्ने अनुवाद गर्ने अनि एक किसिमको अब आश्चर्यजनकको बुद्धको ज्ञानहरूलाई यसरी अब अनुवाद गरेन पढेन यसरी अध्ययन गरेन अरूले प्रचार प्रसार गरेन भने हामी जस्तो यो मूढ प्राणीहरू कहिले पनि अब हामीले त्यसलाई बुझ्नु सक्दैनौँ त्यही कारणले अनि यो संसारमा यो व्यापक रूपमा फैला पनि सक्दैन त्यसैले जस्तै गरी अर्को अनि यो नितार्थ गहन र गम्भीरताको शून्यताको ज्ञान पनि अनि त्यहाँसँग नजिक हुन सक्दैन र बुद्धको समक्षम बोधि ज्ञानसँग पनि नजिक हुन सक्दैन यदि बोधिसत्वहरूले यसरी प्रचार गर्नु भएन भने भन्ने कुरा जनाउँदछ यदि लिङथाको छेन्डेलभित्र यसको शब्दको एउटा टिप्पणीमा हेर्ने हो भने बुद्ध चाहिँ के हो त ज्ञानले भरिपूर्ण भएको एउटा ज्ञानको राशि हो लिङचु भनेको चाहिँ बोधिसत्वलाई जनाइन्छ अब अर्को विद्वानको अब अनुसार अब आर्य असङ्गलाई अब जनाइन्छ लिङची भनेको चाहिँ अब वसुबन्धुलाई जनाइन्छ भने यसरी अब व्याख्यान गर्ने आफ्नै विशेषता र फरक कुरा रहेको छ यसमा भिन्नता रहेको छ यसरी चिउसी भनेको चाहिँ अर्थ चाहिँ के हो त
चियोसी भने के हो त भन्दाखेरि 링타에게 천재가 나로라 지사데 네담 상완으로 좀 보그래 यसलाई एउटा मुख्य गाँठी र एउटा के हो त गोप्यलाई बुझिन्छ 심리 네 예소에 네 제가 구거래 근데 인도几乎 시 라가 되게 티버치 뭐 우메람 너무리 잠기 최대 अब यसको यसले के जनाउँछ त भन्दाखेरि अब के हो त 심리 예소에 네 गोप्य चाहिँ के हो त भन्दाखेरि एउटा के हो त विज्ञान मात्र विज्ञान भने के हो त भन्दाखेरि विज्ञान मात्र भनेको चाहिँ एउटा मनको मनलाई बिसाउने एउटा ज्ञान हो भनेको छ मनको सारमा बस्ने ठाउँ हो भने तसर्थ मायनको मध्य मार्ग हो मनको रहस्य र क्रक्स मात्र हो मनको सारमा विश्राम गर्ने ठाउँ हो अब लु सिकियानका अनुसार यसमा चाहिँ के भन्नु नामक पाठमा देखा पर्दछ यसको अर्थ सम्भवतः लोभको नजिक हो ज्ञानको नजिकमा हो भने एक किसिमको के हो त नितार्थ ज्ञान नजिकता हो निश्चित अर्थको धर्म शून्यताको नजिक र नजिक छ भने बुझाउँदछ यसलाई नै के हो त गोप्यको कुरा रहेको छ यसलाई विभिन्न 초지도 너무 쉬비나 대다 가르던 거 알았잖아 अब यसलाई एकमुष्ट गरेर गर्दाखेरि अब मायन विज्ञानको कुरा चाहिँ एकदम महत्त्वपूर्ण र एकदम सर्वश्रेष्ठ रहेको छ किनभने मनको एउटा दुखाइलाई मनको मर्मलाई एउटा विश्राम गर्ने स्थान हो हैन एउटा मायनको मध्यमकाको मार्ग हो हैन अनि विज्ञान मात्रको धर्म चाहिँ के हो त अत्यन्त उत्कृष्ट सर्वश्रेष्ठ धर्म हो यो एउटा मुख्य एउटा सारको गाँठी कला हो अनि मनलाई मनको मर्मलाई विश्राम गराउने एउटा मनको स्थान हो भने यसरी भनेको छ अर्कोको लु लु भिनसिन के अब उहाँको अब विचार अनुसार चाहिँ अनि के हो त भन्दाखेरि अनि डर त्रासदेखि अब अनि अर्को विद्वानले के भनेछ भन्दाखेरि यदि यस्तो कुरा चाहिँ थाहा पाएन भने शून्यताको धर्म चाहिँ अब नष्ट भएर जान्दछ हैन अनि लोभ हुँदै जाँदै लोभ हुनेछ र नितार्थ शून्यताको धर्महरू पनि अब लोभ हुनुमा धेरै खतरा हुनेछ अनि एउटै नरहने अनि खतरा हुनेछ भने यसरी अब एउटा यो लुसिनले यसरी बताउनुहुन्छ उहाँको इच्छा अनुसार मत अनुसार 다 양결 타마들이야 가르쳐래 이 동부 당보디기 죄된 पहिलो खण्डको अब सारांशलाई फेरि पनि अब एकमुष्ट गरी फेरि बताउन चाहन्छु जुन अब 7 यसमा परिक्षेत्र छ 7 खण्ड पहिलो खण्डको सारांश कुरा फेरि म एकमुष्ट गरेर बताउन चाहन्छु पहिलो परिक्षेत्र यस्तो रहेको छ अब विज्ञानवादको अब विज्ञान मात्र सिद्धको व्याख्यानमा अब अनि धेरै नै छ अब पहिलो खण्डको कुराहरु चाहिँ म सारांशमा बताउन गइरहेको छु आज मैले बताएको कुराहरुलाई फेरि पनि पुनः यसलाई म बताउन चाहन्छु संक्षिप्तमा 知相义而全理，二篇玄妙，借猛烈以探机。 अब पहिलो खण्डको सारांशको मुख्य कुरा के हो भन्दाखेरि बुद्धले प्रकट गरेको अर्थात बुद्धले साक्षात्कार गरेको प्राकृतिक अत्यन्त गहिरो र गहनता र सामान्य मान्छेले बुझ्न गाह्रो छ भने यसरी बताएको छ मैले पहिले पूर्वोक्त अगाडि मैले बताए जस्तै अनि यसको बुँदाहरू संक्षिप्तमा राख्नु पर्दाखेरि 海峻，肥竹具体灵智，眼则勾深，则空性了义，几乎悉矣。大家听到懂到了不的？到了对你虚比呢？呢？周易，周易अब टौई भनिन्छ हैन यो एउटा ग्रन्थभित्र लाउचीले अनि गर्नुभयो ताओ चिङ भन्ने अनि दुई प्रकारको अब ग्रन्थ चाहिँ अत्यन्तै गहिरो र अनि गहनता बुझ्न गाह्रो छ त्यसैले अनि खुम्ची जस्ता नि विद्वानहरूले तिनीहरूको अनि व्याख्या लेखे अनि जसको कारणले गर्दाखेरि हामी
अनि अब जसको कारणले गर्दाखेरि हामी अब तिनीहरूको गहिरो अनि बिन्दुहरूमा बुझ्न सक्छौँ भनेको छ त्यही कारणले अनि धर्म प्रगतिको अब यस्तो जुन जुन न त अवस्थितमा छ न त अवस्थितमै नै अवस्थित स्थित र अविरत्य पुण्यत्यमा शब्द वर्ण गुण भाषा र विचारको क्षेत्रलाई पार गर्दछ अनि यसरी असंख्य बोधिसत्वहरू विद्वानहरूले ग्रन्थ र टिप्पणहरू लेखे महान ग्रन्थहरू हावा जस्तै छन् जब बादल र कुहिरोहरू हट्छ साँचो धर्मको दीर्घकालीन दीर्घकालीनसम्म रहिरहन्छ तर अस्पष्ट गहिरो बिन्दुहरूको सफा आकाशमा चम्किरहेको चन्द्रमा जस्तै हुन्छन् अनि सबै प्राणीहरू अज्ञानताको निन्द्राबाट उज्यालो र बिउजे बुद्ध वचन र बुद्धको शास्त्रहरूले गर्दछ भने यसरी राखिएको छ त्यही कारणले बुद्धको वचनहरूले बुझ्नको लागि गम्भीरता कुराहरू बुझ्नको लागि अनि बौद्ध शास्त्रहरू अनि एक किसिमको के हो त व्याख्या गरेर सहज बुझ्नको लागि चाहिँ के हो त भन्दाखेरि बुद्ध वचन अनि विद्वान बुद्ध शास्त्रहरू चाहिँ के हो त एउटा शीतल हावा हो वायु हो जसले गर्दाखेरि बादलले भरिएको अन्धकार यो संसारलाई अनि जुन शीतल हावाले शीतल वायुले संसारको प्राणीमा ढाकिरहेको कालो बाधालाई हटाउँदछ र यो हटाउनुको लागि बुद्ध वचन बौद्ध शास्त्रहरूले साथ सहयोग गर्दछ त्यही कारणले चाहिँ अनि साथ सहयोग गरेर यसलाई हटाएर सत्य ज्ञान आफूमा उत्पन्न हुनु भनेको अनि बुद्धको ज्ञान अनि उज्यालो भएकोलाई बिउजाउनु हो भने यसरी बताएको छ त्यही कारणले गर्दाखेरि अनि बुद्ध वचनलाई चाहिँ बौद्ध शास्त्र विद्वानहरूले यसरी अनि जुन अब बौद्ध शास्त्रहरू चाहिँ सागरको छाल जस्तै हो होइन त्योभित्र छाल जस्तो बौद्ध शास्त्र एउटा सागरको छाल जस्तै भएकोले हुँदाखेरि जति धेरै छाल उड्दछ बुद्ध वचनले व्याख्यान गर्नुको लागि बौद्ध शास्त्रहरू अब उत्पन्न हुँदछ त्यति नै बुद्ध धर्महरू गहिरो र गम्भीरता एकदम यसलाई गम्भीरतालाई गहनता कुरालाई बुझाउँदछ त्यस्तै यो समुद्र सरा जस्तै हो समुद्रमा जति छालहरू जति ज्यादा छ त्यति नै यो समुद्रको गहिराई छ भने बुझ्नको जस्तै बौद्ध शास्त्रहरू चाहिँ समुद्रको छाल जस्तै हो किन छाल ज्यादा भएको भन्दाखेरि अनेकन बौद्ध शास्त्र भएकोले बुद्ध धर्म चाहिँ अत्यन्त गहिरो र गम्भीरता भएको जनाउँदछ त्यही कारणले गर्दाखेरि यस्तो बुद्ध वचनलाई यसरी अब हामीले बुझेन भने चाहिँ अनि बुद्ध वचनलाई हामीले शास्त्र अनि हामीले एक किसिमको बुझेन भने के हो त अनि यो प्रकृति धर्महरू चाहिँ लोप हुँदै जान्छ भनेर बताउँछ अनि आज म यति नै अब एक किसिमको के हो त अनि म विश्राम गर्न चाहन्छु अनि आज अब पहिला पाठ गर्ने अन्तिम पाठ त्यसपछि अनि मण्डल अर्पण गर्ने कुराहरू होला त्यसपछि हो अनि आजको प्रवचनलाई म यही नै टुङ्गाउन चाहन्छु
Jagat Dozo Vaikrai Karma Bhavujin Rodo Chile Shabde Jagat Nije Rasoi Karma Jagat Chile Chile Karma Jagat Dozo Vaikrai Karma Bhavujin Rodo Chile Shabde Zo 라서 다데 멘제딩에 상제와다 주제 샤바다 제조 예랑 그제조와 개와 중세 나게 제사바 탐제 나게 전조쟁어 상제와다 주제 샤바다 제조 예랑 그제조와 개와 중세 나게 제사 탐제 나게 전조쟁어 상제와다 주제 샤바 여중세 다게 지사바 탐제 다게 전지부쟁어 저지 비지 조지메 도정 리저벨린신인데 겐반데 상계 신도 미데벼예 로게 남다신 제바쇼 오만고르레 나멘델 카니야 다야메 예제멘제 상보디베베 창조랑라바제민주 뒤손디시 공바다바다 세브라민주 시브라미니 남과냥베 로나드와쇼 Lama Gungama Sang La Soan De Chodo Guze Ring La Soan Chile Tashin Ge La Soan De Lama Dan Jawa Me Ba Jin Ye Lo Kyamne Lu Me Gunjo Zawa Sun Kebra Kanjin Gombo Jere Si Jizun Rama Guru Bema 소원 대소 도담의 자제공 말로면 용서 주부를 징계로 니들 전함의 삼주를 넣어 지난 중화 주비 규경계 아마 저비 미쇼대안에 살로게 된 나중 좀 자세세서 로니 머루즈 제주 민념의 강제 자제 사유메를 주신 지바단 개브라 된라 세베 담아서 강진 존들의 뉴제리다 뉴도 시시 제네 중기르지 메다 미멘 조와 다다기 길라 전주 심조름부 난게 게네 뉴제 삼조르 빈주 잠베 심다 데네 양 베다웨 되게 바게 상계 된바 나게 윤네 쇼소숨 겨와 세제 된베드 콘데 계외자와 간지 도저로서 넘브르 겨외드 서다 민베 데부르 겨로지 콘데 라메 샤베 된바다 칸냐메 용라 디기 조아다 다신말레 소사 립장 뉴르도 상계 살랑거 바라쇼 아주 다 미세게 열배 아 송시나 되게 얘기만 미세 얘기만 근데 걔 소마서 있나 라세 다 지가 아니 산이 군주인 타마레 बोले चाहिँ 산이 권 अब यो कुन्चुको अब अन्तिम दिन रहेको छ भोलि बेलुका चाहिँ अनि इन्डियन टाइम इन्डियन टाइम भोलि
야, 저 시대 체갈이야. 아니 그 윤군도 4:04 मा चाहिँ 두두두. अनि कैकी कुञ्चु अर्थात् हिउँदे कालीनको शिक्षा अनि संक्षिप्त हिस्सामा नि यो कैकी गुर्चोको विषयमा नि यो भने मिकी दर्जीले बताउने छु अनि कैक्यु पूर्व कैक्युपाहरूले अब यो कुराहरू कति राखेको छ भन्ने कुरामा अब विशेष गरी अब मर्मी दाक्सुमको यो गुरहरू गीति कथाहरू अनि 4:30 बरु 6:30 सम्म अनि प्रस्तुत हुनेछ त्यो बेला म फेरि अब यहाँ आउने छु त्यो बेला छेम्बु ताम्साको विषयमा चाहिँ अब प्रचार प्रसार नगरे पनि हुन्छ यस्तै कुराहरू रहेछ मैले अघि बताए चाहिँ आज अनि यो हिउँदे कालीनको शिक्षामा 7 दिनभन्दा 5 दिनभन्दा अब लिएन थोरै समय थियो अब डुङको श्री क्याल्सर मुजेजुद्वारा अनि त्यो बेला उहाँले अब यो लुङ दिने बेलामा धेरै समय खर्च भएको हुँदाखेरि मैले अब त्यति अब यो त्रिमसिकाको अब त्यति प्रवचन दिन सकेन अनि आजको यो अनि अर्को समयको जुन अब यो ग्रीष्म ऋतुको बेलामा चाहिँ म बताउने छु अनि यो चाहिँ धेरै अब बताएन भने अब 10-12 वर्ष बित्दाखेरि पनि नसक्ला जस्तो लाग्यो त्यही कारणले अनि त्यो बेला चाहिँ धेरै बताउने छु भन्ने आशा गरेको छु अनि यो महिना यति कते छु भनेर मैले अब निश्चय गरेको छैन अहिले विज्ञान मैले यसरी बताएको छैन पछि म बताउने छु यो समयमा यति दिन हो भनेर धन्यवाद सबैलाई टासितेले